हेलो एभ्रिवान, आज हामी चाहिँ म्याडम क्युरीको चाहिँ बायोग्राफी पढ्छौँ। म्याडम क्युरी वा यिनको जन्म 1867 नोभेम्बर 7मा पोल्यान्डको वार्सा नजिक भएको हो। सन् 1895 जुलाई 25 पियरे क्युरीसँग विवाह भयो। 1898 रेडियम पत्ता लगाइन् दुवैजना मिलेर। अनि 1903मा मेरी क्युरीलाई पिएचडीको डिग्री प्रदान गरियो। साथै दुवै श्रीमान श्रीमतीलाई राजकीय सम्मान देवी पदकको विभूषित भयो। त्यसपछि 1903मा मेरी क्युरी र पियरे क्युरीलाई भौतिक शास्त्रतर्फको नोबेल प्रदान गरियो। त्यसपछि सन् 1906मा पियरे क्युरीको सडक दुर्घटनामा मृत्यु भयो। सन् 1910मा रेडियो सक्रियता सम्बन्धी लेख प्रकाशन गरिन्। सन् 1911मा म्याडम क्युरीलाई रसायनशास्त्रको नोबेल पुरस्कार दिइयो। सन् 1935मा एक्सरे रेडियोग्राफी क्युरीका छोरी र ज्वाइँले पत्ता लगाए। म्याडम क्युरीले 2 पटक, पियरे क्युरीले छोरी आइरेन र ज्वाइँ जुली टम क्युरीले एक पटक गरी एकै परिवारमा 4 जनाले 5 वटा नोबेल पुरस्कार प्राप्त गरेका थिए। मेडम मेरी क्युरीले पिक्चर ब्लेडबाट रेडियम र पोलोनियम आविष्कार गरिन्। 1 केजी रेडियमका लागि 8 टन पिक्चर ब्लेड खर्च गरेकी। नोबेल पुरस्कार पाउने पहिलो महिला बनेकी।